This dargah is around 1400 years ago. Three famous saints, Bahar Ali Shah, one Bahar Ali Shah, and the other Gada Ali Shah, and the last one is Raham Ali Shah. These three saints are believed to be from the progeny of the Prophet, from the lineage and children of Prophet Muhammad, peace be upon him. They came as they were persecuted. They were killed, they were persecuted, their relatives and children in the land of Karbala in Iraq. So they were persecuted, they were tortured, then they fled and they got shelter over here in times of the Raja of this Nepal. And then they became very good friends with them and they hosted them. So this was a very historic incident in the history of Nepal. And they brought the beautiful culture of Sufism in Nepal. And do you know Ali? No. Maula Ali? You know Shiva. Shiva, yeah. We know The Shiva. power of Shiva, the power of Mahadeva, the Shakti, help them. Okay. Yeah, because they always believed. Do you in the mean power. Ali means Allah? Ali means the power of Allah. Okay, power of Allah means. And it is okay. the same. You call Shiva, you call Rama, Krishna, the power is the same. The Okay. Shakti comes from the same source. And the same Shakti also came to them. And this Shakti was for healing, for blessing, for helping the people. Yeah. Okay, it means they are like us. They are normal people, but they have got a power. Exactly. You can be like them, I can be like them. Okay, You it means have- they are like Gautam Buddha. Absolutely, Right. Okay. absolutely. I got it. And my favorite prophet in Nepal is Gautam Buddha. Oh, okay. So my name is Ghulam Rasool. I'm also called Gautam Rasool. Okay, where are you from? Basically from Delhi, Okay. but my forefathers were from Nepal. Hey, okay. Okay, nice to meet you. Nice meeting you too. Robin, On and the I'm move. Rasool. Rasool. Robin on the move, Rasool on the move. Okay, Rasool on the move. Okay, thank you so much. Thank you, meeting you. ओके got it अलि धेरै नै इन्फर्मेसन पाइयो हैन उहाँ चाहिँ अब म्याक्सिमम हिस्ट्रीकै बारेमा खोजेर बसेर गर्नु हुँदो रहेछ के अघि 400-500 वर्ष पुरानो भन्नु भएको थियो नि दिदीहरुले 1400 वर्ष पुरानो हो रे के यो मेरो नाम पवन कुमार छ यो 90 सालमा भूकम्पपछि बनेको घर हो अनि यसमा 4 जना परिवारको सामूहिक रूपले हैन हवेली जस्तै छ हवेली पुरानो हवेली मैले अहिले सम्म हवेली देखेको थिएन यार मुभीहरुमा मात्रै देखेको थिएँ के मैले यहाँ त पहिला धेरै ठुलो फ्यामिली बस्थ्यो होला दाइ है हैन त अहिले सबै बाहिर बाहिर बस्छ माओवादीले आजकरी नि सबैजना पुरुष छुट्टी भएको ए पहिला यसलाई किडन्याप गर्ने मार्दिने धेरै गाह्रो थियो नि त माओ टाइममा यो माथि जानु मिल्दैन हाम्रो तराईमा भनाइछ क्या लोरपट्टीमा कोठाको कोठा लोरपट्टी ए होइन नजा यो ठिक छ यता चाहिँ के छ कति छ यो जग्गा चाहिँ धेरै ठुलो रहेछ है राजा महाराजाहरू बस्थ्यो क्या दाइ पहिला जमिनदार फ्यामिली जमिनदार है यो पहिला सबैको टोयलेट ल्याउँथ्यो चारपट्टि दिए अहिलेको टोयलेट ए सब भत्कियो मात्रै है बाजेहरूका त्यो 90 सालमा जुन भूकम्प आएको थियो नि हजुर त्यसपछि बनेको ए 90 सालको भुइँचालो पछि चाहिँ यो बनाएको हो। पहिला काठको थियो ए पहिला चाहिँ काठको हो यो त अझ यो त सिमेन्टकै रहेछ यो यो पछि बनाएको होला यो पम्फू धेरै ठुलो रहेछ यार यो अझै पनि उहाँहरूकै हो सम प्रपर्टी चाहिँ 4 जनाको यसो यो अनि अहिले यहाँ बस्ने मान्छेहरू चाहिँ म बस्छु ए तपाईहरु भाडामा बस्नुहुन्छ हैन भाडामा मेरो आफ्नो घर हो ए तपाईको आफ्नो तपाई पनि हो जमिनदार मेरो बाजे पनि ए काठमाडौँको जुन ब्लू डायमन्ड होटल छ नि ठमेलमा हजुर
राम साउको हजुर हजुर चिन्नु भएछ छैन नाम चाहिँ सुन्या हो तर मान्छे चाहिँ चिनेको छैन त्यसपछि मेरो पहिला खैनीको खेती हुन्थ्यो खैनी सुर्तीको सुर्ती त्यसपछि रामसा आएर यहाँबाट किनेर लाग्थ्यो ए ओके सुर्ती यहाँ जनाउ यहाँ आएर किनेर लिएर जानुहुन्थ्यो काठमाडौँ मोजेमा जहाँ जग्गा जमिन छ नि हजुर बाहिर यहाँबाट करिब 4 किलोमिटर तपाईँहरू चाहिँ को बस्नुहुन्छ नि यहाँ सबै छोराछोरीहरू त बाहिरै होला बाहिर यिनीहरू काठमाडौँ बस्छ ए चार कुनामा 4 फ्यामिली 4 कुनामा 4 फ्यामिली ए 4वटा कुनामा 4वटा फ्यामिली हुनुहुन्छ धेरै पुरानो 80 वर्ष भनेको सोच न केटी घरै यो घर होइन यो के अरे के भन्छ त्यसलाई पहिला चराईमा हवेली हवेली पहिला चराईमा कोठामे कोठा लोरपट्टी देख्ली भनेर भन्थ्यो के एउटा बनाइ छ कि लामो अगाडि जुन गेट जग्गा छ नि त्यहाँ झरोखा जस्तो थियो ए पहिला पहिला त्यो भत्कियो अहिले भयो दाजुभाइ कहाँबाट कहाँ पुगिसक्यो कहाँबाट कहाँ पुगिसक्यो मन्दिर त धेरै पौराणिक धेरै पहिलाको हाम्रो बाजेभन्दा पनि पहिलाको कहिले निर्माण भयो त कसैलाई थाहा छैन हजुर यहाँको जुन शक्ति पीठ छ नि हाम्रो माताको हजुर धेरै पुरानो अब जति कति भनौँ अब पुर्खाभन्दा बाजेको पालोभन्दा पनि पहिलाको निर्माण भयो कसैलाई थाहा छैन कहिले कहिले अनि जो विकास चाहिँ अलिअलि अब हामीहरू केटाहरू मिलेर यसको विकासमा हामीहरू लागेछौँ अरू गर्दैछौँ पालिकाको सहयोग नगरपालिकाको सहयोगबाट पनि यो सबै बन्ने साउने सबै यताको अब जस्तो यो मन्दिरको बारेमा त धेरै थाहा छैन दाइ होइन पपुलर छैन अब यो सबैलाई थाहा पाउनको लागि चाहिँ के गर्न सकिन्छ त अनि प्रचार मेन जरुरी हो हजुर पर्यटकीय बोर्डहरूमा यसको उल्लेख हुनु पर्यो अब नाम प्रचारको हिसाबले हजुर त्यस्तो हुनु पर्यो ठाउँमा अब यसको बारेमा अब बोलिदिए पनि अब अहिले मिडियाको जमाना छ हजुर मिडियामा पनि यसको प्रचार हुनु पर्यो त्यस्तो भयो भने अलि छिटै हुन्छ त्यो बाइकमा तपाईँहरूले सुन्नु नै भयो जयकारा लगाइदिन्छु हामीहरू प्रेम से बोलो रेखा महारानी की जय महारानी की जय महारानी की जय जय श्री राधे बस्न हरेर आयो क्या दाइ ओके हामी चाहिँ अहिले कुन मन्दिर हो परोल मन्दिरमा आइपुग्यौँ है यहाँ चाहिँ खतरा हुँदो रहेछ पुरै प्रसादहरू यहाँ मेलै लागिरहेको हुँदो रहेछ शुक्रबार र सोमबार भाकल दिएको मान्छेहरूले चाहिँ भाकल पुरा गर्ने रहेछ यो ठाउँमा यहाँ चाहिँ कस्तो खालको सिस्टम रहेछ भन्दाखेरि तपाईँको यहाँ डुङ्गा पनि रहेछ ल खोला होइन के पोखरी भनौँ न होइन यहाँ चाहिँ तपाईँको भाकल गरिसकेपछि त्यो जुन बोका काटिन्छ अथवा जे भन्यो त्यो काटिसकेपछि त्यो मासु चाहिँ यहीँ पकाएर यहीँ खानुपर्ने होइन देउता छ त्यो घरमा देउता कि देवी त्यही देवी हुनुहुन्छ परोल स्थान भन्नुभयो होइन ठाउँको नाम यहाँ चाहिँ भाकल धेरै राख्छ
भागल गर्छ कोही हाम्रो सन्तान दुईटा होस् छोरा होस् भनेर मान्तव गरेर जान्छ हजुर। अनि खसी बोका मान्तव गरेर ल्याउँछ यहीँ पकाएर यहीँ खानुपर्छ यहीँ पकाएर यहीँ खानु पर्यो लान पाइएन पाएन हजुर लानु पाएन बडी भएको चाहिँ बढी पनि भएर यहीँ खाएर यहीँ छोडेर जानु पर्छ यहीँ गाड छोडेर जानु पर्यो कोही मान्छेलाई दिइदिनु यो चाहिँ कहिले शुक्रबार सोमबार शुक्रबार र सोमबार हो